अनि काकाजी तपाईँलाई के कस्तो लाग्दैछ हाम्रो ठाउँमा खर्क सिरिजको सुटिङमा? यो त स्वर्गीय आनन्द लाग्छ हौ मलाई यहाँ त। अनि यहाँको लोकेसन हेर्दा, हाम्रो दिवा सरको लगानी हेर्दा, अनि यहाँको युवाहरूलाई चाहिँ एउटा सपना बुन्नु भएको छ हाम्रो दिवा सरले। हजुर म एक्लो बस्नै सक्दिनँ हौ कतै गएर। है त्यस्तो बानी परिसक्यो बानी तपाईँलाई? परिसक्यो। तपाईँलाई हाम्रो जङ्गल कस्तो लाग्यो? जङ्गल त यो वृन्दावन भन्थे पहिला नाम चाहिँ होइन, हजुर अहिले साँच्चै वृन्दावनमा आइएको छ। हजुर हेर्नु अनि आज चाहिँ अब अनि हामीले हातेआराले काठ काट्ने होइन त? हात जङ्गियाएर जङ्गियाराले तपाईँले अहिलेसम्म अब काटिदिनु भएको छैन होला कि देख्नु भएको छ? देखेको छु, अलिअलि मुनिबाट पनि काटेको छु। त्यसकै आज हाम्रो सुटिङ हुँदैछ होइन काकाजी? अब मुनिबाट हो, मुनिबाट माथिबाट चाहिँ खोक्ल्याङ खोक्लियाङ, यता स्यालकाका मुनिबाट माथिबाट खोक्लियाङ। खोक्ल्याङ। ल काका अब हाम्रो खर्कलाई सफल बनाउनु पऱ्यो। हो नि, यसलाई चाहिँ सपना बनाएको छ। एकदमै काम गरेर देखाउने हो, देखाउनु पऱ्यो, होइन। राम्रो गर्नु पऱ्यो होइन? ल काकाजी यति भन्दै मेरो क्यामेरा बन्द गर्न चाहन्छु। नमस्कार गरे है त।